नमस्कार। आज हामी नेपालको पर्यटन क्षेत्रको पैसाको कुरा गर्दैछौँ। खासमा ब्याङ्कहरूले यो क्षेत्रमा कतिको विश्वास देखाइरहेका छन्, कहाँ पैसा खन्याइरहेका छन् र किन? ल, यही विषयमा गहिरिएर हेरौँ। सबैभन्दा पहिले एउटा सिधा प्रश्न। नेपालको टुरिज्मको भविष्यमा सबैभन्दा ठूलो बाजी कसले लगाइरहेको छ? यो प्रश्न निकै महत्त्वपूर्ण छ, किनकि यसले नै आजको हाम्रो पूरै विश्लेषणको बाटो देखाउँछ। र जवाफको पहिलो सङ्केत यही नम्बरमा छ, 4.12%। यो के हो त भन्दा कमर्सियल ब्याङ्कहरूले टुरिज्म सेक्टरमा गरेको लगानीको वार्षिक वृद्धि हो। नम्बर सानो देखिएला, तर यसको पछाडिको कथा निकै ठूलो र सकारात्मक छ। ल, यो वृद्धि त देखियो, तर यसलाई पैसामा हेर्दा कस्तो देखिन्छ? यो त केवल एउटा सानो छाल मात्रै हो कि कुनै ठूलो लहर आउन लागेको सङ्केत हो? त्यो 4.12% भनेको कति पैसा हो त? हेर्नुहोस् है, 2080 माघमा जम्मा लगानी थियो 2,16,74,74,00,000 रुपैयाँ। ठ्याक्कै एक वर्षपछि 2081 माघमा यो बढेर 2,25,66,00,000 पुग्यो। भनेपछि एकै वर्षमा झन्डै 9 अर्ब रुपियाँ बढी लगानी थपिएछ। तर यहाँ एउटा प्रश्न उठ्छ, ब्याङ्कहरूले अचानक किन यति धेरै पैसा खन्याउन छाले त टुरिज्ममा? के यो बजारमा आएको आत्मविश्वास मात्रै हो, कि यसको पछाडि अरू नै केही कारण छ? हो, यसको पछाडि एउटा निकै ठूलो नीतिगत कारण छ। त्यो हो नेपाल राष्ट्र ब्याङ्कको निर्देशन। राष्ट्र ब्याङ्कले के भन्छ भने कमर्सियल ब्याङ्कहरूले आफ्नो कुल लोनको 20% तोकिएका क्षेत्रमा लगानी गर्नै पर्छ, र ती क्षेत्रहरूमा पर्यटन, ऊर्जा र साना मझौला उद्योगहरू पर्छन्। अब यो बाध्यकारी नियमले गर्दा पनि ब्याङ्कहरूले टुरिज्ममा लगानी बढाउनु परेको हो। समग्र बजारको कुरा त भयो, अब हेरौँ यो खेलका ठूला खेलाडीहरू को हुन्, मतलब कुन ब्याङ्कले सबैभन्दा धेरै लगानी गरेका छन्। यो आधिकारिक डेटा हेर्ने हो भने त 20 वटै कमर्सियल ब्याङ्कको लगानीको लामो लिस्ट छ। अलि जटिल देखिन्छ, तर यसलाई सजिलोसँग बुझ्नको लागि हामी सबैभन्दा धेरै लगानी गर्ने टप ब्याङ्कहरूमा फोकस गरौँ। ल, टप 3 मा को छन् त? नम्बर 1 मा छ नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्क, जसले 23 अर्बभन्दा पनि बढी लगानी गरेको छ। त्यसपछि आउँछ प्रभु ब्याङ्क, लगभग 22.5 अर्बको लगानीसहित। र तेस्रोमा छ प्राइम कमर्सियल ब्याङ्क, झन्डै 22 अर्बको लगानीसहित। भन्नुको मतलब यी 3 ब्याङ्क नै बजारका मुख्य आधार हुन्, जसले टुरिज्ममा सबैभन्दा धेरै पैसा लगाएका छन्। अब कथाको सबैभन्दा रमाइलो र अचम्मको बाटोमा प्रवेश गरौँ। यहाँ हामी हेर्नेछौँ को चाहिँ एकदमै छिटो अघि बढ्यो र को चाहिँ पछाडि हट्यो। हो, कसले कति धेरै लगानी गर्यो भन्ने कुरा त महत्त्वपूर्ण छँदैछ, तर त्योभन्दा पनि रोचक कुरा के हो भने को चाहिँ सबैभन्दा छिटो अघि बढिरहेको छ र को चाहिँ पछि हटिरहेको छ। वास्तविक कथा त यही परिवर्तनमा छ। सबैभन्दा पहिले हेरौँ, सबैभन्दा ठूलो फड्को मार्ने ब्याङ्क कुन हो? र त्यो ब्याङ्क हो माछापुच्छ्रे ब्याङ्क। विश्वास नै नलाग्ने गरी यो ब्याङ्कले एकै वर्षमा आफ्नो टुरिज्म लोनलाई 29.10% बढाएको छ। यो त निकै ठूलो छलाङ हो, जसले बजारको भविष्यमाथि यो ब्याङ्कको गहिरो विश्वास देखाउँछ। अब ठिक यसको उल्टो कथा हेरौँ। जहाँ एउटा ब्याङ्कले यत्रो ठूलो फड्को मार्यो, त्यही अर्को ब्याङ्कले सबैभन्दा ठूलो कदम पछाडि सारेको छ। हो, त्यो हो स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क। यसले आफ्नो टुरिज्म लगानीमा 29.76%, मतलब झन्डै 30%ले कटौती गरेको छ। यो त माछापुच्छ्रे ब्याङ्कले अपनाएको रणनीतिको ठिक विपरीत भयो। यो चार्टमा हेर्दा त झनै प्रष्ट हुन्छ। एकातिर माछापुच्छ्रे ब्याङ्कको लगभग 29% को वृद्धि, अर्कोतिर स्ट्यान्डर्ड चार्टर्डको झन्डै 30% गिरावट। एउटाले जति आक्रामक रूपमा लगानी बढायो, अर्कोले त्यति नै आक्रामक रूपमा घटायो। यसले बजारलाई हेर्ने दुईवटा बिल्कुलै फरक दृष्टिकोण देखाउँछ। अनि यो कथा यी 2 ब्याङ्कमा मात्र सीमित छैन है, अरू पनि छन्। जस्तै प्राइम कमर्सियल ब्याङ्कले 17% भन्दा बढीले लगानी बढायो, ग्लोबल आयामीले पनि 12%ले बढायो। अर्कोतिर एनआइसी एसियाले झन्डै 16%ले घटायो भने कुमारी ब्याङ्कले पनि करिब 9%ले घटायो। मतलब बजारमा लगानी बढाउने र घटाउने दुवै खालका खेलाडीहरू छन्। ल, यो एकदमै फरक रणनीतिहरूको अर्थ के होला त? यी तथ्याङ्कहरूले बजारको मनोविज्ञानबारे के सङ्केत गरिरहेका छन्?
यहाँ बुझ्नुपर्ने कुरा के हो भने यी नम्बरहरूले दुईवटा बिल्कुलै फरक सोच वा दर्शन देखाउँछन्। एउटा हो आक्रामक आत्मविश्वास र अर्को हो रणनीतिक सावधानी। यसलाई यसरी बुझौं, केही ब्याङ्कहरूलाई लाग्दैछ कि अब कोभिड पछिको अवस्थामा टुरिज्ममा ठूलो बुम आउँछ, त्यसैले अहिले नै लगानी गरेर बजार कब्जा गर्नुपर्छ। तर अर्को थरी ब्याङ्कहरू भने अलि सतर्क छन्। उनीहरू कि त जोखिमको फेरि मूल्याङ्कन गर्दैछन्, कि त आफ्नो पैसा राष्ट्र ब्याङ्कले तोकेको ऊर्जा जस्ता अरू क्षेत्रमा लगाइरहेका छन्। यसको नतिजा के भयो त? बजार विभाजित भयो, जहाँ भविष्य कस्तो हुन्छ भन्नेमा कसैको पनि एउटै मत छैन। अब अन्त्यतिर यो पूरै विश्लेषणको सार के हो त र यसले कस्तो प्रश्न जन्माउँछ हेरौं। मुख्य कुरा के हो भने समग्रमा हेर्दा त टुरिज्ममा लगानी बढिरहेको छ, तर कुन ब्याङ्कले कसरी लगानी गरिरहेको छ भनेर हेर्ने हो भने उनीहरूको रणनीति एकदमै छरिएको देखिन्छ। अब यहाँ एउटा महत्त्वपूर्ण प्रश्न उठ्छ। यो विभाजनले एउटा स्मार्ट र स्वस्थ बजारको सङ्केत गर्छ, जहाँ सबैले आफ्नो तरिकाले जोखिमको विश्लेषण गरिरहेका छन्, कि यसले टुरिज्मको तत्काल भविष्यबारे गहिरो अनिश्चितता र शङ्कालाई देखाउँछ? अब आक्रामक हुनेको रणनीति सही हुन्छ कि सावधानी अपनाउनेको? त्यो त भविष्यले नै बताउला।